ल पत्रकारज्यूलाई पनि स्वागत छ। पार्टी उपाध्यक्षज्यू, सम्पूर्ण उपस्थित युवा साथीहरू, पार्टीको सचिवज्यू प्रकाश कार्कीज्यू, उपाध्यक्ष ढकालज्यू, सम्पूर्ण पार्टीका नेताहरू, त्यसै गरी पार्टीका युवा साथीहरू, जेनजी पुस्ताका साथीहरू, सबैजनालाई पहिला चाहिँ नमस्कार भन्न चाहन्छु। तमाम देशको यो परिस्थितिमा रामेछाप जिल्लाको आम नागरिकहरूको चासोको विषय, त्यसमाथि पनि हाम्रो कम्युनिस्ट पार्टी एमालेलाई बलियो बनाउने विषयमा हामीले चाहिँ पार्टीलाई युवा पुस्ता जेनेरेसन वाई र जेनेरेसन जेडको तर्फबाट अहिले तत्कालीन एमाले पार्टीलाई कसरी बलियो बनाउन सक्छ भनेर हामीले केही सुझावहरू जिल्लाबाट सङ्कलन गरेका छौँ। त्यो सुझावहरू म आज यस रामेछाप जिल्लाको हाम्रो पार्टी कार्यालयमा बुझाउन चाहन्छु र यसमार्फत केन्द्रमा पनि यो सुझावहरू पुगोस् र यसले पार्टी अझ बलियो बनाउने कुरामा सहयोग होस् भन्ने चाहनासहित मैले यो केही हाम्रा सुझावहरू छन्, म सुझावहरू पढेर सुनाउन चाहन्छु। विषयमा चाहिँ सुझाव पत्रको विषय छ जेनजी आन्दोलनपछि नेपालको राष्ट्रिय राजनीतिले लिएको नयाँ मोड र त्यसमा अहिलेको हाम्रो एमालेको भूमिकाहरू सम्बन्धीमा सुझावहरू छन्। भूमिका मैले यसलाई धेरै बाँध्न चाहिनँ, म सिधै सुझावमा जान चाहन्छु। सम्पत्ति सार्वजनिक गरियोस्। नेकपा एमालेको सम्पूर्ण वडादेखि नगर, जिल्ला र केन्द्रमा रहेको सम्पूर्ण जिम्मेवार नेताको सम्पत्ति सार्वजनिक गरेर पार्टीको पोर्टलमा सधैँ अपडेट गरेर राखियोस्। त्यसै गरी राजनीतिक नियुक्ति सम्बन्धमा आर्थिक लाभसहितको राजनीतिक नियुक्ति लिएका कुनै पनि पार्टीका सदस्यहरूले निर्वाचनमा सहभागी हुन नपाउने व्यवस्था गरियोस् र दोहोरो सुविधाको खारेज गरियोस् र दोहोरो राजनीतिक व्यवस्थामा जो पदमा बहाली हुनुहुन्छ उहाँहरूलाई एउटा मात्रै पदमा सिर्जना गरियोस् भन्ने हामी यो युवा विचारका हामी साथीहरूसँग यसमा जोड कुरा राख्न चाहन्छौँ। त्यसै गरी राजनीतिक उत्तरदायित्वमा पारदर्शिता हुनुपर्छ भन्ने हामी जान्छौँ। पार्टी निर्णय, खर्च र उम्मेदवार छनौट प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आर्थिक प्रणाली बनाइनुपर्छ भन्ने हामी कुरा राख्न चाहन्छौँ। राजनीतिक र आर्थिक रूपमा मुलुकलाई बलियो बनाउने गरी नीतिहरू तर्जुमा गरियोस्। त्यसै गरी विचारभन्दा व्यवहारमुखी राजनीतिमा जनता अब भाषणमा होइन परिणाम चाहन्छन् र एमाले नीति, योजना र जनसेवामा परिणाममुखी कार्य देखाउनुपर्छ भन्ने हामी विश्वास लिन्छौँ। त्यसै गरी दलभित्र मेरिट र अवसरको समानता, जसमा चाहिँ सक्षम, इमान्दार र समर्पित कार्यकर्तालाई जिम्मेवारी प्रदानको चाहिँ प्रणालीमा विकास गरियोस्, जसले नयाँ पुस्तालाई पनि प्रेरणा दिन सक्छ। त्यसै गरी प्रविधिमा राजनीतिलाई जोड्ने पहल गरियोस्। सङ्गठनको सदस्यता विस्तार र जनसम्पर्कमा डिजिटल प्रविधिको प्रयोग जुन हामीले अहिले गरिरहेका छौँ, यसमा उत्तम प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालको उपयोग र उपयोगितामा विशिष्ट ध्यान जाओस् र राष्ट्रवाद र विश्व दृष्टिमा सन्तुलनको कायमको विषयमा पनि छ। त्यसमा हामी चाहन्छौँ एमाले राष्ट्रिय हितको लागि अडिग रहँदै अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलित र व्यवहारिक दृष्टिकोण कायम गरियोस्। भू राजनीतिक परिस्थितिलाई पनि सन्तुलनमा राखियोस्। सेवामुखी राजनीति संस्कार प्रवर्धन गर्ने विषयमा राजनीतिक शक्ति प्राप्तिको माध्यम होइन जनसेवाको अभ्यासमा अगाडि बढाइयोस्। हामी यो कुराहरू चाहन्छौँ। त्यसै गरी युवाको आन्दोलनलाई संस्थागत धारमा ल्याउनको लागि सडकको असन्तोष र सङ्गठनको ऊर्जामा रूपान्तरण गर्न युवा संवादको अभियान सुरु गरियोस्। त्यसले पार्टी बलियो बनाउन सहज र सरल हुन्छ जस्तो मलाई लाग्छ र हामीलाई लाग्छ। अर्को कुरा छ शिक्षा, रोजगारी र अवसरमा केन्द्रित नीति। अहिले हामीले देखिरहेका छौँ युवाले पुस्ताको प्राथमिकता रोजिरहेको छ, जसमा शिक्षालाई सिपमा रूपान्तरण गरी विकास, उद्यमशीलता र रोजगारीलाई नीति कार्यान्वयनमा केन्द्र बनाउन कुनै नीतिहरू निर्माण गरियोस्। त्यसै गरी सदस्यता सम्बन्धमा पार्टी विधानसम्मत जो राम्रा व्यक्ति पार्टीमा आउन चाहन्छन् उनीहरूलाई स्वागत गर्ने नीति, देशको इमान्दार, राष्ट्रप्रेमी र योगदान दिने इच्छुक व्यक्तिहरूलाई पार्टीमा आउन रोक नलगाइयोस् र पार्टीमा आउन चाहने जो कोही पनि, चाहे हामी अहिले बुझ्न सक्छौँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जो हुनुहुन्छ, तर एमालेमा बसेर काम गर्न चाहनुहुन्छ भने स्वतः उहाँलाई एमालेमा बसेर काम गर्ने वातावरण बनाइनुहोस्। हामी यो पनि चाहन्छौँ। र अलिकति हामीले कुरा गर्छौँ नेतृत्व हस्तान्तरणको विषयमा पनि हामी जोड गर्न चाहन्छौँ। तमाम रामेछापका युवा साथीहरूले यो कुरालाई उठाउनु भएको छ। जेनेरेसन वाई र जेडले एमाले पार्टीले सरकारमा पठाएको नेतृत्वबाट असफलता झेल्नु परेको कारण नैतिकताको आधारमा नेतृत्वले आफ्नो जिम्मेवारी हस्तान्तरण गरी
अधिवेशन अथवा महाधिवेशनको संयोजक तोकेर अगाडि बढ्नुपर्छ भन्ने हामीलाई लाग्छ र त्यो पनि गरियोस्, चाँडोभन्दा चाँडो गरियोस्। त्यसले पार्टीलाई अलिकति सहज रूपले अगाडि बढ्न मद्दत गर्छ भन्ने हामीलाई लागेको छ। तर संसद पुनर्स्थापित भएमा जेनजी आन्दोलनको स्पिरिटलाई ध्यान दिई संविधान संशोधन गरेर नयाँ जनादेश प्राप्त गर्नको लागि हामीले अब प्रधानमन्त्री भइसकेपछि पुनः संसदको लागि अथवा संविधान अथवा जनताको मत प्राप्तिको लागि हामी जनादेशको लागि निर्वाचनमा जानुपर्छ र संसद पुनर्स्थापना भए पनि हाम्रो पार्टीको नेतृत्वले निर्वाचन नै चुन्नुपर्छ र जनता पनि उत्तरदायी भएर जनताको प्यारो पार्टी बन्नलाई हामी एमाले बन्नलाई जनता माझ नै जानुपर्छ भन्ने हाम्रो जेनेरेसन वाइले जेनेरेसन जेटले यो कुरा अगाडि सार्दछ। र अन्तिममा एउटै विकल्पको कुरा राष्ट्रिय सुरक्षा। हामीले यो कुरालाई विशेष ध्यान दिनुपर्नेछ। देश र जनताप्रति उत्तरदायी रही राष्ट्रिय सुरक्षा अवलम्बन गर्नुपर्छ र यसमा एमाले पार्टीले आफ्नो सुरक्षा नीति पनि बनाउनुपर्छ र राष्ट्रिय सुरक्षा नीतिको लागि एमाले आफ्नो नीति निर्माण गर्नुपर्छ भन्ने हामी सोच्दछौँ र हाम्रो जेनेरेसनले सोच्दछ। अन्तिममा निष्कर्षमा जेनजी आन्दोलनले दिएको सन्देश स्पष्ट छ। अब राजनीतिक परिवर्तन होइन, विश्वास पुनर्स्थापनाको लडाईँ हो। नेकपा एमाले देश र जनताको पुस्ताको आकांक्षालाई आत्मसात गर्दै आधुनिक, पारदर्शी र राष्ट्रिय नेतृत्वको नयाँ मोडेल प्रस्तुत गर्नुपर्छ। यस दिशामा यी सुझावहरू कार्यान्वयन गर्न सक्यो भने हामी एमाले जनताको प्यारो पार्टी र सबैभन्दा ठुलो पार्टी र हामी देश चलाउने पार्टी बन्छौँ। विश्वमा हामीले हाम्रो जबजलाई हामीले अगाडि सार्न सक्छौँ भन्ने लागेको छ। हाम्रो जेनेरेसन वाई र जेड जो नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रका हामी छौँ, हाम्रो पुस्ताको यो धारणा छ र समग्र तत्कालीन यो सुझाव पत्र म मेरो पार्टीको अध्यक्ष आज हुनुहुन्न, म उपाध्यक्षको मार्फत यो केन्द्रीय तहसम्म चाहिँ यो हाम्रो रामेछापको जेनेरेसन वाई र जेडको चाहिँ यो हाम्रो सुझाव पत्र माथि पुगोस् र यसले पार्टी बलियो अझै बनाउन हामी सबै लागौँ र हामी पनि तयार छौँ भन्दै हाम्रो यो सुझाव पत्र उहाँलाई दिन हस्तान्तरण गर्न चाहन्छु। सम्पूर्णमा धन्यवाद, नमस्कार। तपाईले यी भावनाहरू जुन यसमा चाहिँ जेनेरेसन जेड र जेनेरेसन वाईको भावना समेटिएको जिल्लाभरिका युवाहरू, पार्टीमा आबद्ध भएका युवाहरूको आवाजको रूपमा तपाईँले यसलाई यहाँ लिपिबद्ध गरेर तपाईँ मार्फत पार्टीमा ल्याउनुभयो र तपाईँ यही पार्टीको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्छ र यो संस्थागत रूपमा तपाईँ आफैले लिएर आएको हुनाले हामीले यसलाई चाहिँ यहाँ एक्सेप्ट गरेका छौँ। हामीले पार्टी अध्यक्षसँग पनि परामर्श गऱ्यौँ र पार्टी सचिव र म अहिले यहाँ जिल्ला कमिटी सदस्यहरू पनि हुनुहुन्छ। हामीले सल्लाह गर्दा अब यो विषयहरू चाहिँ जे लिएर आउनु भएको छ यो मुखरित भएर आइसकेका विषयहरू हुन् र केही विषयहरू चाहिँ अब अनुत्तरित रूपमा पनि छन्। विगतदेखि वर्तमानसम्म पार्टीका चाहिँ जेनजी पुस्ता र जेनवाई पुस्ताहरूले उठाएका विषयहरू पार्टीमा लिपिबद्ध भएन भन्ने कुराहरू चाहिँ छ। त्यो कुरा चाहिँ पार्टी नजिकै हाम्रो अधिवेशन आउँदैछ, अधिवेशनको मिति पनि तोकिसकिएको छ। त्यसले नेतृत्वको कुरा चाहिँ अब अधिवेशनबाट हाम्रो पार्टी विधान सम्मत चाहिँ अधिवेशनबाटै पार्टी नेतृत्व चाहिँ चयन गर्ने र पार्टी नेतृत्व फेरबदल हुने चाहिँ प्रक्रिया भएको हुनाले हामीले चाहिँ नि अहिलेसम्म पार्टी सर्कुलरको आधारमा र विधान सम्मत हेर्दाखेरि पार्टी नेतृत्व चाहिँ विधान महाधिवेशनले नीति निर्माण गर्ने र अधिवेशनले नेतृत्व चयन गर्ने हाम्रो चाहिँ पहिलादेखि विधान सम्मत चाहिँ चिज हो। त्यसले गर्दाखेरि हामीले त्यो चिजलाई चाहिँ धैर्य गरेर पर्खिनुपर्ने र आगामी महाधिवेशनको लागि सम्पूर्ण कार्यकर्ताहरू तयारी रूपमा चाहिँ रहनुपर्ने अवस्था देखिन्छ। अहिलेलाई यति नै भने धन्यवाद।